हेलो साथीहरु, आज हामीले क्लास 12 को क्वेशन आइसकेको छ। दुईटा एकदमै इम्पोर्टेन्ट क्वेशन। सो द एक्सिलेरेसन इज डाइरेक्टली प्रोपोर्शनल टु अपोजिट अफ डिस्प्लेसमेन्ट। यो र हामीले सिम्पल पेन्डुलमको टाइम पिरियड निकाल्ने एकदमै इम्पोर्टेन्ट क्वेशन आइसकेको छ। हामीले यो क्वेशनको एन्सर गर्नुभन्दा पहिला हामीले के बुझ्नुपर्छ भन्दाखेरि यो हामीले फाइन्ड गर्नुपर्ने हुन्छ र हामीले टाइम पिरियड निकाल्दाखेरि एक्सिलेरेसन इज इक्वल टु माइनस ओमेगा वाई यति चाहिँ हाम्रो दिमागमा सेट गर्नुपर्छ। अब हामीले यो डेरिभेसन तर्फ लागौं। डेरिभेसन गर्नुभन्दा पहिला सबसे पहिला फिगर बनाउनु पर्छ। हामीले बब को फिगर बनाऊ। हामीले पहिला सुरुमा लाइन तान्नु पर्यो। हामीले फिजिक्स ल्याबमा पनि गर्छौं यस्तो। त्यसपछि यो बब यो सिम्पल पेन्डुलम जसरी हामीले एउटा फिगर आउट गर्नुपर्छ र यहाँदेखि यसरी यो गरेर यहाँनेरदेखि अब हामीले जहिले पनि यहाँनेर यो पोइन्टमा बुझ्नुपर्छ तल भन्नेबित्तिकै एमजी ग्रेभिटी हुन्छ। त्यो कारणले हामीले सिधै यसको तल एमजी राख्नु पर्यो। अब यसको यतापट्टि छेउमा राइट साइडमा एमजी cos थीटा हुन्छ। राइट साइडमा के हुन्छ cos थीटा एमजी cos थीटा हुन्छ। अब यसको यता लेफ्ट साइडमा obviously के हुन्छ एमजी sin थीटा हुन्छ। यहाँनेर यति कुरा बुझ्यो भने यसको सबै सकिन्छ। यहाँ फोर्स लागिरहेको हुन्छ यहाँसम्म ठीक छ। यो यतापट्टिको भागमा बब बनाउँदा पनि हुन्छ नबनाउँदा पनि हुन्छ। अब हामीले सुरुमा के गर्नु पर्यो यहाँ फोर्स लागिरहेको हुन्छ है। ल यहाँ फोर्स लागिरहेको हुन्छ। फोर्स इज इक्वल टु यो यता फोर्स लागिरहेको हुन्छ यो यता फोर्स लागिरहेको हुन्छ भनेपछि फोर्स इज इक्वल टु एमजी। यहाँनेर यो पोइन्टमा बुझ्नुपर्छ cos थीटा लिनु हुँदैन कहिले पनि sin थीटा लिनुपर्छ किनकि यो फोर्स यता एउटा फोर्स यता लागिरहेको छ र एउटा फोर्स यता लागिरहेको छ भनेपछि हामीले फोर्स इज इक्वल टु एमजी sin थीटा लिनुपर्छ। तर यहाँनेर एउटा के छ भन्दाखेरि यो फोर्स यता लागिरहेको छ यो फोर्स यता लागिरहेको छ भनेपछि यहाँ अपोजिट डाइरेक्सनमा लागिरहेको छ कि छैन। त्यो कारणले हामीले यहाँ के राख्नु पर्यो माइनस साइन राख्नु पर्यो है। माइनस साइन राख्नु पर्यो। अब फोर्स भनेको हामीलाई सानैदेखि पढाइरहेको थाहा छ एम इन्टु ए इज इक्वल टु माइनस एमजी एसआई साइन थीटा सेम टु सेम लेख्नु पर्यो। अब यो एम काट्न मिल्छ। अब के बाँकी रह्यो माइनस एसआई साइन थीटा इज इक्वल टु एक्सिलेरेसन बाँकी रह्यो। अब हामीले यो साइन थीटा यहाँनेर यति पोइन्ट बुझ्नु पर्यो सक्यो। साइन थीटा इज नियरली इक्वल टु थीटा हुन्छ है। साइन थीटा इज नियरली इक्वल टु थीटा हुन्छ। यो साइन थीटा एकदमै सानो भएको कारणले थीटा नै मान्न पाइन्छ। त्यो कारणले अब यो यहाँनेर साइन थीटा यो माइनसको माइनस भयो। साइन थीटालाई हामीले थीटा मान्यौं। यहाँ जी बाँकी नै छ र ए को ए नै छ है। अब यहाँनेर यो फिगरमा हामीले के छुटायौं भन्दाखेरि यो यहाँनेर यसलाई थीटा लेख्नु पर्यो। यसलाई अब वाई मान्न पाइयो। यो भनेको लेन्थ हो है। अब थीटालाई हामीले यो वाई बाई एल गर्न पाउँछ। थीटालाई वाई बाई एल गर्ने। अब यो थीटा भनेको जी बाँकी नै छ। थीटा भनेको यहाँ नेगेटिभको नेगेटिभै राख्नु पर्यो। अब यो थीटा भनेको वाई बाई एल इज इक्वल टु ए नै हुने भयो। अब यहाँनेर लेन्थ भनेको पनि यहाँदेखि यहाँसम्म कन्स्ट्यान्ट हो। लेन्थ भनेको पनि कन्स्ट्यान्ट हो। ग्रेभिटी भनेको अभियसली कन्स्ट्यान्ट हुने भयो। अब कन्स्ट्यान्ट के छैन यो छैन अनि नेगेटिभ साइन हुन्छ भनेपछि एक्सिलेरेसन इज यो कन्स्ट्यान्ट साइनले गर्दा प्रोपोर्सनल साइन लगाउनु पर्यो र वाई एक्सिलेरेसन इज डाइरेक्टली प्रोपोर्सनल टु द अपोजिट अफ वाई डिस्प्लेसमेन्ट। वाई भनेको डिस्प्लेसमेन्ट हामीले यहाँसम्म निकाल्यौं। अब टाइम पिरियडको लागि ट्याकको टाइम पिरियड यदि क्वेशनले टाइम पिरियड पनि फाइन्ड गर भन्यो भने टाइम पिरियड निकाल्नु पर्यो। तर टाइम पिरियड छैन भनेपछि त्यति गरेर छोड्दिँदा हुन्छ। टाइम पिरियडको लागि मैले सुरुमै अघि पोइन्ट भनेको थिएँ। यो पोइन्ट यहाँनेर ए इज इक्वल टु माइनस ओमेगा स्क्वायर वाई थाहा पाउनु पर्यो है। अब ए को ठाउँमा हामीले अघि के निकालेको थियौँ ए को ठाउँमा हामीले माइनस जी वाई बाई एल निकालेको थियौँ है। अब ए को ठाउँमा त्यो राखिदियौँ भनेपछि माइनस ओमेगा स्क्वायर वाई भयो। अब यो वाई अनि यो नेगेटिभ साइन काट्न पाइयो। अब बाँकी रह्यो के अब बाँकी के रह्यो जी बाई एल इज इक्वल टु ओमेगा स्क्वायर बाँकी रह्यो है। अब यो स्क्वायरलाई यतापट्टि जी बाई एल रुटमा राखिदिउँ यसलाई ओमेगामा राखिदिउँ यहाँसम्म ठिक छ। अब अघि मैले सुरुमै भनेको थिएँ ओमेगा स्क्वायर इज इक्वल टु 2 पाई बाई टी हुन्छ है। अब यहाँनेर यो लेख्न पाउँछौँ हामीले भनेपछि जी बाई एल रुट ओभर इज इक्वल टु 2 पाई बाई टी। अब हामीले टाइम निकाल्ने हो नि त त्यो कारणले हामीले अब टाइम पिरियडको उता टाइमलाई सेपरेट राखेर उतापट्टि लगेर यसलाई उता लगिदिउँ भनेपछि टी इज इक्वल टु 2 पाई हुन्छ। अनि यसलाई उता लग्दाखेरि यो जी तल आउँछ यो एल माथि जान्छ किनकि हामीले यसलाई उता लग्दैछौँ त्यो कारणले एल बाई जी हुने भयो। ल यति हो टाइम पिरियड इज इक्वल टु 2 पाई रुट ओभर एल बाई जी। ल भयो सक्यो। ल यहाँसम्म मात्रै।